को सीमा सुवेदी? के हो गोर्खाल्यान्ड? किन आज पूरा देशलाई एउटा हैसियत नभएको महिलाले आधा रातमा बनाएको फेसबुक भिडियोले उमालिरहेको छ? किन पूरा देश नै अर्काको लडाईँमा होमिएको छ? आफ्नो घर र आफ्नो देशमा ध्यान केन्द्रित गर्नुहोस् साथीभाइ हो, अरूको व्यक्तिगत जीवन अनि मामिलामा होइन। मलाई आश्चर्य लाग्छ जब म देख्छु तपाईलाई भारतको गोर्खाल्यान्डको आन्दोलनले पिरोल्दा तर नेपालको गोर्खामा के भइरहेको छले मतलब नहुँदा। भूकम्प पश्चात अझै कतिको घर छैन, अझै कतिलाई बाँस घाँस अनि कपासको जोहो गर्न गाह्रो छ। धेरै ठाउँमा आजको दिनसम्म बत्ती बिजुली पुगेको छैन, बाटो छैन, खाने पानी समेत छैन। तर त्यसले तपाईलाई खासै फरक पारेको छैन। तर वाह वाह, गोर्खाल्यान्डमा तपाईको ठूलो चासो अनि समर्थन छ। याद राख्नुहोस्, नामको अगाडि गोर्खा राख्दैमा त्यो नेपाल हुँदैन। सायद विगतमा हाम्रो थियो होला, तर थियो साथीभाइ हो, थियो। अनि आज अरू कसैको हो? अर्को कुरा, नेपालमा नाकाबन्दी लगाउँदा कहाँ थिए त हाम्रा गोर्खाल्यान्डका दाजुभाइ दिदीबहिनीहरू? झिनो समर्थन बाहेक त केही देखिएन। किन यति धेरै अनावश्यक कुरामा हाम्रो चुमुक चुमुक? किन यस्तो खोक्रो राष्ट्रवाद? याद राख्नुहोस्, बाटोमा हिँड्ने हरेक कुकुरलाई ढुङ्गा हान्ने हो भने आफ्नो गन्तव्यमा कहिले पुगिँदैन। के भयो तपाईले सीमा सुवेदीको भिडियो शेयर गरेर वा त्यसको विपरीत अर्को भिडियो बनाए? हिजो संसारको कुन कुनामा थिए पनि पत्तो नभएको एउटा केटीलाई आज रातका रात एउटा सनसनी बनाउन मात्र मद्दत गर्नु। सोच्नुहोस् त एक फेर, के चाहिँ बिगार्न सक्नुभयो? फेसबुक पेजमा 1 तारा दिनुभयो होला, वा पेज डिएक्टिभेट गर्न फेसबुकलाई अनुरोध गर्नुभयो होला। अरू के हुन्छ त्यो गरेर त्यो केटीलाई एउटा फेसबुक चलाउन नपाउली केही दिन? वाह, कहाँबाट चर्चा कमाऊ, कसरी संसारको अगाडि पुगौं भनेर कुरेर बसेको एउटा साधारण केटीलाई तपाईले रातका रात उसको उद्देश्य सफल बनाउन मद्दत गर्नुभयो। यो भन्दै गर्दा हाम्रो यही भेडा प्रवृत्ति हुने हो भने भविष्यमा अरू कसैले पनि चर्चा कमाउने यस्तो बाटो नअपनाउला भन्ने छैन। आश्चर्य त के लाग्छ भने नेताले देश लुटे, हामीलाई मतलब छैन। सुशीला कार्कीलाई अभियोग लगाइयो, मतलब छैन। सरकारी ढुकुटी घुस खाएर रितिसक्यो, मतलब छैन। देशभर लोड सेडिङ छ, मतलब छैन। बेरोजगारी चरम छ, मतलब छैन। विदेशिनु परेको छ, मतलब छैन। आफ्नै देशमा भएको तराई आन्दोलित छ तर कोही चुइक्क बोल्दैन। भूकम्प पीडित अझै पालमा छन्, मतलब छैन। तर हामीलाई कसले पीडा दिन्छ त? सीमा सुवेदी नामक एउटा कोही न कोहीको युट्युब भिडियो र गोर्खाल्यान्डको आन्दोलन। देश मात्र होइन, जति समय तपाईले त्यो केटी र गोर्खाल्यान्डलाई चर्चित बनाउनको निम्ति दिनुभयो, त्यति समय आफूमा लगानी गर्नु भएको भए तपाईको कमजोर सम्बन्धहरू राम्रो हुन्थ्यो होला। तपाईको बिग्रिन लागेको व्यापार सप्रिन्थ्यो होला, टुट्न लागेको घर सम्हालिन्थ्यो होला, रोजगारी पाउने सम्भावना बढेर जान्थ्यो होला, वा सबैले हाते मालो गर्ने हो भने पर्यटन क्षेत्रलाई विशाल रूपमा प्रचार प्रसार गरेर देशलाई टेवा पुर्याउन सकिन्थ्यो होला। आफ्नो ध्यान आफूलाई र आफ्नो देशलाई अग्रसर बनाउन केन्द्रित गर्नुहोस्। आफ्नो काममा लाग्नुहोस् साथीभाइ हो, अनि आफ्नो देशको मात्र सरोकार राख्नुहोस्। बरु आफ्नो सरकारसँग प्रश्न गर्नुहोस्। सरकारवालाहरूको गलत नियत प्रति भिडियो र ट्रोल बनाउनुहोस्। सडक विभागमा धरना कस्नुहोस् र सोध्नुहोस् किन हाम्रा सडक निम्न स्तरका छन् भनेर। नगरपालिकालाई झकझकाउनुहोस्। बुद्ध नेपालमा जन्मिएको र सगरमाथाको देश भनेर बुरुक बुरुक उफ्रेर मात्र राष्ट्रप्रेम हुँदैन। आफ्नो काम गरेर एउटा सच्चा नेपालीको पहिचान दिनुहोस्। आफ्नो आङको जुम्राको पहिले उपचार गर्नुहोस्, त्यसपछि अर्काको आङको भैँसीको व्यवस्थापन। जय नेपाल।